हेलो साथीहरू, धूप व्यापार गर्ने हैन त? हजुर, धेरैजना साथीहरू अझै पनि टिकटकमा जोडिएर इनबक्समा मेसेज गरिराख्नुहुन्छ। धूप त बनायौं, व्यापार कसरी गर्ने? व्यापार छैन, बिकिरहेको छैन, बनाएर थुपारिरहेको छु। हजुर, सर्वप्रथम त हजुर निराश नहुनुस्। आफूले आफूलाई कमजोर नबनाउनुस्, किनभने व्यवसाय हो, कहिले कम कहिले बेसी त भइहाल्छ। र पनि अब हामीले चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ मलाई भनेदेखि एउटा टिम बनाएर, एउटा समूह बनाएर, एउटा ग्रुप बनाएर अगाडि बढौँ। धूपको व्यवसाय गर्ने जति पनि साथीहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, सबैजनालाई 11 बजेको लाइभमा वेलकम छ। आउनुस्, मिलेर अगाडि बढौँ। एक अर्काको गुनासो पोख्ने ठाउँ टिकटकको माध्यमबाट अगाडि बढौँ। सबैजना साथीहरूलाई वेलकम गर्न चाहन्छु। लाइभमा आउनुहोस्, जोडिएर कुराकानी गर्नुहोस्। कहाँदेखि जोडिनु भएको छ र हजुरको व्यवसाय कस्तो छ? सबैजना साथीहरूलाई वेलकम गर्न चाहन्छु है। हेलो साथीहरू, धूप व्यापार गर्ने हैन त? हजुर, धेरैजना साथीहरू अझै पनि टिकटकमा जोडिएर इनबक्समा मेसेज गरिराख्नुहुन्छ। धूप त बनायौं, व्यापार कसरी गर्ने? व्यापार छैन, बिकिरहेको छैन, बनाएर थुपारिरहेको छु। हजुर, सर्वप्रथम त हजुर निराश नहुनुस्। आफूले आफूलाई कमजोर नबनाउनुस्, किनभने व्यवसाय हो, कहिले कम कहिले बेसी त भइहाल्छ। र पनि अब हामीले चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ मलाई भनेदेखि एउटा टिम बनाएर, एउटा समूह बनाएर, एउटा ग्रुप बनाएर अगाडि बढौँ। धूपको व्यवसाय गर्ने जति पनि साथीहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, सबैजनालाई 11 बजेको लाइभमा वेलकम छ। आउनुस्, मिलेर अगाडि बढौँ। एक अर्काको गुनासो पोख्ने ठाउँ टिकटकको माध्यमबाट अगाडि बढौँ। सबैजना साथीहरूलाई वेलकम गर्न चाहन्छु। लाइभमा आउनुहोस्, जोडिएर कुराकानी गर्नुहोस्। कहाँदेखि जोडिनु भएको छ र हजुरको व्यवसाय कस्तो छ? सबैजना साथीहरूलाई वेलकम गर्न चाहन्छु है।